जय मसी साथीहरू साथै गुड मर्निङ। म चाहिँ आज होइन फेरि पनि चिकन पकाउन आँटेको। मैले चाहिँ यहाँ चिकन फ्राई गरेर राखिसकेको छु होइन यसरी। अनि यहाँ चाहिँ मैले तक 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 प्याज यसरी खराइरहेको छु होइन। यहाँ दुध पनि उम्लिरहेको छ, यो चाहिँ दहीको लागि। अनि मैले चाहिँ यहाँ अदुवा लसुन मसला अनि टमाटर खुर्सानी सबै मिक्स गरेँ होइन। मलाई चाहिँ कुट्नु अल्छी लागेर म चाहिँ अब यहाँ मसलाहरू हाल्दैछु। यसलाई अलिकति सुकाउनु पऱ्यो कि, त्यही भएर कारणले गर्दाखेरि चाहिँ अलिक प्याज धेरै नखराएको कि मैले। यहाँ आएर मैले बिर्सेको कुराहरू तरकारी पकाउँदाखेरि हाल्ने कुराहरू होइन, अदुवा लसुन अनि मसलाहरू हाल्दैन क्या यहाँ। अनि सादा प्राय मसला हाल्दैन, यहीँको मसलाहरू हाल्छ कि होइन, किचन हर्बलहरू प्रायः जस्तो। अनि अरू त्यो मसलाहरू अनि जिरा अदुवा लसुन त्यस्तो हाल्दैन रहेछ कि। यतिको भयो होइन ग्रेभी चाहिँ। तेल अलिकति बेसी भएछ क्या, साथै दुध पनि उम्ल्यो होइन। अब हम डालेंगे इसमें चिकन। तो कसलाई खान मन लाग्यो मलाई भन्नु है त। ल बाई बाई, जय मसी।